यो गुलाबलाई नजिकबाट हेर्नुहोस् त, कति सुन्दर छ। तर यसको वरिपरि काँडा छन्। ती काँडा बीच पनि यो कहिल्यै फुल्न छोड्दैन। त्यसैले होला यसको सुगन्ध सबैको मनसम्म पुग्छ। नमस्कार, म सन्तोष किरण। आज यो गुलाबले मलाई एउटा ठुलो कुरा सिकायो। मानिसको जीवन पनि यस्तै रहेछ। दुःख आउँछन्, बाधा आउँछन्, कहिलेकाहीँ आफ्नै मानिसले पनि साथ छोड्छन्। तर हिम्मत नहार्नेले एक दिन आफ्नै सुगन्ध जस्तै राम्रो पहिचान बनाउँछ। त्यसैले जीवनमा जति नै सङ्घर्ष आए पनि मुस्कुराउँदै अघि बढौँ, किनकि काँडालाई जितेर फुलेको गुलाब कहिल्यै हार्दैन र सङ्घर्षलाई जितेको मानिसको कथा पनि यस्तै हुन्छ। धन्यवाद। अन्य भिडियो, अन्य एपिसोडमा